वेलकम ब्याक टु सन्जोग टेक च्यानल। आज चाहिँ म यहाँ पेट्टामोडमा छु अनि यहाँ चाहिँ हाम्रो सन्दीप सरको दोकान देखाउन आँटेको। म चाहिँ यहाँ एनएमबी ब्याङ्क, यो नेभिल ब्याङ्क चाहिँ पर होला, यो एनएमबी ब्याङ्क भनेको जस्ट अपोजिटमा चाहिँ यहाँ हाम्रो सरको पसल छ यता भित्रपट्टि। सो हेरौँ अब यहाँ पसलभित्र सरको चाहिँ कम्प्युटर ल्यापटप रिपेयरिङ सप हो। ऊपर हो सरको चाहिँ गौतम इलेक्ट्रोनिक्स एन्ड रिपेयरिङ हैन। तपाईँको चाहिँ यहाँबाट आउनुपर्छ, यहाँबाट आउँदाखेरि यहाँ हो स्ट्रेट यो फोटोकपी, यो सबै रिपेयरहरू गर्छ। फोटोकपी, प्रिलिङ्क, फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, प्रिन्टर पनि। नमस्ते सर, कस्तो हुनुहुन्छ? ए ठिकै हुनुहुन्छ? लु तपाईँको यहाँ के छ यहाँ, अनि के भन्छ तपाईँको अब यहाँ धेरै एलसिडीहरू रिपेयरहरूदेखि लिएर मदरबोर्ड रिपेयरहरूदेखि लिएर सबै भनिदिनुहोस् न यहाँ के छ। यो चाहिँ हाम्रो गौतम कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स सपोर्ट हो हैन। यहाँ चाहिँ कम्प्युटरको डेस्कटप, ल्यापटप, मोनिटर, ब्रान्डेडको एसएमपीएस पावर सप्लाई, जति पनि कम्प्युटरमा लाग्ने एक्सटर्नल डिभाइसहरू छ सबै रिपेयरिङ हुन्छ। यहाँनिर चाहिँ चिप लेभलको कामहरू हुन्छ। कार्ड लेभलको काम हुनुको साथसाथै यहाँ चाहिँ चिप लेभलको कामहरू हुन्छ। हाम्रो बोर्डको यो बिर्तामोडको कुन चाहिँ बाटो पो भन्नुभयो ठ्याक्कै छ यताबाट? रोड हजुर हैन, एनएमसीको अफिस जाने बाटो या सूर्योदय टेलिभिजन जाने बाटो लगभग माथि उत्तर साइडमा 2 घर यतापट्टि पर्छ बाटोको। यहाँ चाहिँ यस्तो मदरबोर्डहरू पनि हुन्छ हैन? यस्तो सबै यस्तो डेस्कटप ल्यापटपहरू मदरबोर्डहरू भयो। हजुर, डेस्कटपहरूको ल्यापटपहरूको सबै चिप लेभलको कामहरू हुन्छ। यहाँनिर बायोसको प्रोग्रामिङहरू सबै हुन्छ। सबै यहाँ बिजे मेसिन चाहिँ आउनु बाँकी छ। अब एक दुई दिनमा बिजे मेसिन आएपछि चाहिँ अब कति महिना पछि बिजे मसिन पनि आउँछ हैन? लगभग 2 महिना जति लाग्छ होला। अर्डर गरिरहेको छ। एसेम्बलहरू पनि हुन्छ हैन तपाईँकोमा? कम्प्युटरहरू सबै, ल्यापटपहरू है, डेस्कटपहरू एसेम्बल पनि हुन्छ, मोनिटरहरू रिपेयरिङ पनि हुन्छ। तपाईँले अन साइट सर्भिस पनि दिनुहुन्छ कि? जस्तो अब मान्छेहरू सुरुङ्गा जानु पर्यो कि चारपने जानु पर्यो हैन, कि होम सर्भिस पनि हुन्छ? धुलाबाडी नत्र चाराली है भाइ छ नि हैन यहाँ अहिले? 2-3 जना भाइहरू छ। भाइहरूको इक्जामले गर्दाखेरि हजुर आज चाहिँ भाइहरू आएको छैन। भाइहरू चाहिँ यहाँ बसेर काम गर्छ हैन? गर्ने ठाउँ हो यो। हटकनहरू, सबै ल्यापटपहरू चिप लेभलको कामहरू गर्ने ठाउँ हो यहाँ चाहिँ हैन। अनि यतापट्टि चाहिँ म चाहिँ यहाँ बसेर काम गर्छु। भाइहरूले नसकेको जुन चिप लेभलको कामहरू हुन्छ अरू सब। यस्तो टिभी मोनिटरहरू पनि गर्नुहुन्छ हैन काम हैन? यस्तोहरू त कति बनाउनु भएको छ नि है? बनाएको छ। हजुर, यो यस्तो मोनिटर चाहिँ मैले सरकैबाट सिकेको हो गाइस, खास चाहिँ बनाउनुहरू। हामीले ट्रेनिङ पनि गराउनु भएको, काम पनि गरेको हैन पहिला। अन्त यस्तो एसएमपिएसहरू पनि ब्रान्ड न्यू पाउँछ। यहाँ भनेको चाहिँ चिप लेभलको कामहरू छ। मदरबोर्डहरूको है, मदरबोर्डहरूको मेन त अहिले त हामी ल्यापटपकोलाई चाहिँ बढी फोकस गरिरहेको छौँ। किनभने अहिले डेस्कटपहरू त्यति धेरै मात्रामा आउँदैन। पहिला चाहिँ डेस्कटपहरू पुरा धेरै मात्रामा आउँथ्यो रिपेयरिङको लागि। अहिले चाहिँ अब ल्यापटपहरू आउँछ। ल्यापटपको चाहिँ सम्पूर्ण कामहरू हुन्छ यहाँ। अनि यस्तो अब जस्तो टिभी, त्यो एलसिडी स्क्रिन, त्यो टिभीहरू अब यस्तै बिग्रिँदाखेरि हैन, यस्तो टिभीहरू त्यो बिग्रिँदा एलसिडी हटाउने। हजुर, जस्तै फुटेको ओरेको छ भने चाहिँ सल्भ हुँदैन। अनि जस्तै त्यो के अरे भर्टिकल लाइनहरू, त्यो ठुल्ठुलो मोटो मोटो धर्काहरू आउनेहरू हुन्छ नि, होरिजेन्टल भर्टिकलहरू त्यस्तोहरू आउने सल्भ हुन्छ। अनि त्यो के अरे अनि डार्क केही पनि नआउने हुन्छ नि, ब्ल्याक स्क्रिन। हजुर हजुर, भनेको त्यो लाइटै ब्याकलाइटहरू नबल्नेहरू स्क्रिनहरू हुन्छ, हो त्यसको प्रब्लमहरू सल्भ हुन्छ। हजुर। ए
अनि त्यो चाहिँ अब जस्तो यो ठुल्ठुलो तपाईँको एलसिडीहरू होइन फ्ल्याट स्क्रिनहरू बिग्रिँदाखेरि चाहिँ के फ्ल्याट टिभीहरू बिग्रिँदा यहीँ ल्याउनु पर्छ कि घर घर बनाइदिनुहुन्छ कि कस्तो हो त्यो चाहिँ? अब 32 इन्चदेखि माथिको छ भने होइन अब उहाँहरूलाई ल्याउन अलिकति अप्ठ्यारो हुन्छ। अब त्यसको लागि चाहिँ हामी होम सर्भिस पनि दिन्छौँ होइन। अब सानसानोहरू त अब 14 इन्च भयो होइन 19 इन्चसम्मको त अब कस्टमरहरूले आफै पनि ल्याउन सक्नुहुन्छ। ठुल्ठुलोको चाहिँ अलिकति अप्ठ्यारो हुन त ल्याउनु 32 इन्चसम्मको त ल्याउन सक्छ कस्टमरहरूले, तर पनि अलिकति स्क्रिन फुट्ने डरहरू हुनसक्छ क्या। त्यसको लागि चाहिँ हामी होम सर्भिसै दिन्छौँ। यहाँ चाहिँ हाम्रो कार्ड लेभलको साथसाथै होइन ल्यापटप डेस्कटपको चाहिँ चिप लेभलको पनि ट्रेनिङहरू गराइन्छ होइन। यहाँ चाहिँ अब तपाईँलाई यहाँ कोही सिक्न चाहनुहुन्छ भने चाहिँ गर्नको लागि चाहिँ त्यस्तो इच्छुक हुनुहुन्छ भने आएर मजाले काम गर्दा हुन्छ। तपाईँलाई म 6 महिनामा डेस्कटप ल्यापटपको चाहिँ चिप लेभलको काम मजाले। अनि कति कोर्स फिसहरू कति लाग्छ त्यस्तोहरू? कोर्स फी कति छ भन्दाखेरि अहिले हामीले अब यहाँको नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि हामीले चिप लेभलको 6 महिनाको अहिले 50,000 ए कोर्स फिस हजुर नेपाली होइन? नेपाली। तपाईँ त सिटिबिटी पनि ट्रेनर हो नि त होइन? ट्रेनर हो होइन? अन्त अब के भन्छ गाइजहरूलाई अब चिप लेभल डेस्कटप मदरबोर्डहरू होइन त्यस्तो इच्छा छ होइन बनाउने रिपेयर त्यस्तो दोकानहरू खोल्नु छ भने होइन? यहाँनिर चाहिँ लगभग थुप्रो स्टुडेन्टहरूले सिकेर अहिले राम्रोसँगले चाहिँ यहाँनिर के अरे कामहरू गरिरहेछन्। भाइहरू इन्भेट आउनुभएको छन्, उहाँ ट्राफिकिङमा छन् होइन, कोही दमकमा कोही कता थुप्रै यहाँनिरले पहिलेदेखि सिकाइरहेको हो मैले होइन। थुप्रैजनाले ट्रेनिङहरू लिएर चाहिँ आफ्नो घर खाइरहेको छन् भाइहरूलाई, तिनीहरूले देख्दा पनि मलाई खुसी पनि लाग्छ। त्यस्तो। अनि तपाईँले चाहिँ प्रिन्टरहरूको पनि गर्नुहुन्छ होइन सर? प्रिन्टरहरूको पनि काम हुन्छ। प्रिन्टरको चाहिँ कस्तो कस्तो प्रब्लमहरू सर्टहरू गर्नु सक्छ? प्रिन्टरमा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि कतिपय चाहिँ अब के अरे सफ्टवेयरबाटै गर्नुपर्ने हुन्छ होइन। कति चाहिँ अब हार्डवेयर प्रब्लम हुन्छ भित्र खोलेर होइन, त्यो पार्ट्सहरू चेन्ज गरेर बनाउनु पर्ने पनि हुन्छ। कतिपय पावर सप्लाई गएको हुन्छ होइन। प्रिन्टरको पनि अब टाइप्स अनुसार हुन्छ नि त, प्रिन्टर हुन्छ, कोही इन्जेक्ट प्रिन्टर हुन्छ होइन, कुनैको हेड जाम हुने हुन्छ। अब इन्जेक्टमा हेड जाम हुने प्रब्लमहरू हुन्छ, कुनै इङ्कहरूको जुन पाइपहरू सर्भिस गर्नुपर्ने हुन्छ, हरेक किसिमको प्रब्लम हुन्छ। अब लेजरमा अब फिसिङ युनिटहरूको प्रब्लम हुनसक्छ, कसैको अब ड्रमको हुन्छ, रोलरहरू होइन, कागजको प्रब्लम हुन्छ, हरेक हुन्छ क्या। प्रब्लम यति नै भन्न सकिँदैन, तर सबै चाहिँ हुन्छ है, ट्रबल सुट हुन्छ। यहाँ भनेको चाहिँ मेन भनेको चाहिँ ल्यापटप डेस्कटप र प्रिन्टरको हजुर मेन चाहिँ अब हामीले मोनिटर कामहरू गरेर मोनिटरहरू चाहिँ त्यति अहिले आउँदैन। लोकल ब्रान्ड आएको छ है, लोकल ब्रान्ड भनेको अब 4,045 आइहाल्छ। मान्छेहरूले अब नयाँ दिन्छ क्या मोनिटर चाहिँ अहिले चाहिँ रिपेयरिङको लागि बनाउनु ल्याउँदैन। पहिला मोनिटरहरू महँगो पर्थ्यो अनि त्यो हुँदा अब ल्यापटपहरू चाहिँ महँगोवाला ल्यापटपहरू छ भने चाहिँ है त्यसो चाहिँ बनाउँछ नि त है। जस्तै सस्तो चाहिँ त्यति ध्यान दिँदैन होइन। अब 60,000 80,000 पर्ने ल्यापटपहरू चाहिँ है त्यो चाहिँ बनाउँछ नि त। अरू ल्यापटप ल्याउने रिपेयरिङमा आउने भनेको चाहिँ होइन तपाईँको लगभग i3 i5 को 6th जेनेरेसनदेखि माथिको ल्यापटपहरू चाहिँ रिपेयरिङमा अहिले आउँछ होइन। त्योभन्दा तलको चाहिँ अब आउँछ कति होइन, आए तापनि अब अलिकति प्रब्लम छ, अलिकति खर्च लाग्ने पर्यो भने उहाँहरूलाई त्यस्तै छ भने चाहिँ बनाउँछ, नभए त्यो डाटाहरू चाहिँ ब्याकअप गरिदिनु भन्छ। अनि कि त नयाँ के अरे कुनै सेकेन्ड ह्यान्ड अब 6-8 जेनको ल्यापटपहरू लिएर जानुहुन्छ उहाँहरूले, किनभने पुरानो ल्यापटपहरू चाहिँ अब जस्तै 3rd 4th जेनको ल्यापटपहरू चाहिँ प्रायः बनाउनुहुन्न क्या। अहिले 6th जेनदेखि माथिको मात्रै बनाउनुहुन्छ, जुनसुकै ब्रान्डको डेल एचपी एसर होइन, जुनसुकै ब्रान्डको त्यसरी बनाउनुहुन्छ उहाँहरूले। एकदम नजिक छ गाइस, अब तपाईँहरू झापाबाट है इलामबाट होइन जहाँ पनि एकदम नजिक हुन्छ नि त। हजुर हजुर अन्तिममा एउटा के भन्नु छ भन्दाखेरि जस्तै तपाईँहरूले अहिले सिटिभिटीको इक्जामहरू होइन दिनुहुँदैछ होइन, कम्प्युटरको लेभल 2 लेभल 1 भने त्यसको लागि चाहिँ अलिकति अप्ठ्यारो परेको छ भने चाहिँ तपाईँहरूले यहाँनिर आएर मसँग सम्पर्क गरेर होइन त्योसँग सम्बन्धित क्वेसनहरू कस्तो आउँछ, कस्तो पढाइ हुन्छ
होइन सम्बन्धितमा सम्पूर्ण जानकारी दिनेछु र प्रिपेयर पनि गराउनेछु त्यो एसिटिभिटी इक्जाम फेस गर्नको लागि होइन म प्रिपेयर पनि गराउँछु किनभने मैले यहाँनिर प्रायः जस्तो स्टुडेन्टहरू जति पनि पढ्छन् उहाँहरूलाई चाहिँ म सिटिभिटीको इक्जामको लागि चाहिँ होइन तयारी गराएर इक्जाम फर्महरू भराएर इक्जाम गराएर प्रायः जस्तो सबैजनाले लगभग यहाँ पढ्ने जति सबैले पास गरेका छन् होइन एकजना दुईजनाले चाहिँ कोही बिमारी भएर कोही अलिकति हेलचेक्राइ गरेर चाहिँ अलिकति बिगारेका छन् अब डिजाइन भएर अलिकति चेन्ज भएको छ होइन त्यो भएर चाहिँ अलिकति अहिले चाहिँ पास गर्न एकदम गाह्रो छ स्टुडेन्टहरूले एकदम गाह्रो छ किनभने अब यो नेटवर्किङहरू हालेको रहेछ एक दुई वर्ष यता चाहिँ कोर्स डिजाइन भएर आएको छ क्या लिनक्सहरूको बारेमा सोधिदिन्छ सर्भरको बारेमा सोधिदिन्छ सर्भर इन्स्टल गर भन्छ सर्भरहरू त प्रायः गर्दैन नि त पहिला त्यस्तो थिएन नि त अहिले चाहिँ हो यस्तो कोर्सहरू डिजाइन भएर अब सिसी क्यामेरा दिन्छ जोड्न अब त्यो त अब कामै गरेको हुनु पर्यो नि त अनि त्यो त प्र्याक्टिकलै गरेको हुनु पर्यो अब भोकेसनल ट्रेनिङमा भनेको चाहिँ अलिक एकदम प्र्याक्टिकलमा ध्यान हेर्ने हो नि त अब जस्तो लिनक्स पनि त हामीले इन्स्टल गर्दाखेरि पार्टिसनहरू बनाउँछ होइन रुटको लागि यति पार्टिसन होइन अब के भन्छ ऱ्यामको लागि यति पार्टिसन भनेर हाल्छ नि त त्यो धेरै बुझ्नुपर्छ नि त लिनक्स पनि धेरै कुराहरू सोध्छ क्या अहिले चेन्ज भएको छ अनि अहिले चाहिँ पहिला जस्तो म उयो गरेर घरमै पढेर उयो गर्छु दिन्छु भन्दा चाहिँ अलिकति यो चाहिँ कहिले अपडेट भएको सिसिटिभीको चाहिँ यो लगभग भयो होला 1.5 साल भयो होला ए अपडेट भएको नयाँ मेरो भाइले भर्खर अहिले त्यो दुईजनाले इक्जाम दिएर आएको छ लगभग 15 दिन जति भयो लगभग 15 दिन 1 महिना कति भयो अनि उसको उसलाई मैले सोधेँ नि त क्वेसनहरू त बाहिर दिँदैन नि त होइन अब्जेक्टिभ र सब्जेक्टिभ क्वेसन हुन्छ होइन क्वेसनहरू सोद्धाखेरि त्यस्तो आएको थियो त्योभन्दा अगाडि पनि अब अरू स्टुडेन्टहरूले दिँदाखेरि चाहिँ मैले त्यो अनुसारले उनीहरूलाई प्रिपेयर गराएको थिएँ त्यो सजिलो भयो त्यो पास हुन्छ भन्ने चाहिँ यो धारणा चाहिँ रहेको छ पास चाहिँ हुन्छ तपाईँको यहाँबाट आउँदाखेरि चाहिँ यताबाट सिधा आउँदाखेरि त्यो एनएमबी ब्याङ्कबाट चाहिँ यतापट्टि पर्छ गौतम इलेक्ट्रोनिक्स एन्ड रिपेयरिङ ओके गाइस थ्याङ्क यू फर वाचिङ